सम्पूर्णमा नमस्कार। द स्काउट नेपाल स्काउटको अनलाइन रजिस्ट्रेसन सिस्टममा तपाईहरुलाई स्वागत छ। योभन्दा पहिले हामीले स्काउट मास्टर दर्ता कसरी गर्ने भन्ने र विद्यालय वा ग्रुप दर्ता कसरी गर्ने भन्ने विषयमा चाहिँ भिडियो बनाइसकेका छौं। सो भिडियोको दोस्रो पार्ट पछि तेस्रो अङ्कमा चाहिँ हामीले नेपाल स्काउटको युनिट रजिस्ट्रेसन गर्नको लागि सबैभन्दा पहिले कुनै पनि ब्राउजरमा पहिले नै भने जस्तै कुनै पनि ब्राउजरमा गएर हजुरहरूले online.neecounts.org सर्च गर्नुभयो भने नेपाल स्काउटको अनलाइन पोर्टल खुल्छ। यो पोर्टल खोलिसकेपछि हजुरहरूले आफ्नो लगइन आइडी स्काउट मास्टर दर्ता गरिसकेपछि लगत्तै मास्टर आइडी लगइन आइडी प्राप्त हुन्छ। सो लगइन आइडी यसमा आफ्नो नम्बर र यसमा हजुरको पासवर्ड राखेर लगइन गर्नुपर्ने हुन्छ। जस्तो कि हजुरको कुनै पनि नम्बर राख्ने, त्योभन्दा तल चाहिँ हजुरको पासवर्ड के छ पासवर्ड राखेर हजुरले लगइन गर्नुभयो भने चाहिँ हजुरको ड्यासबोर्ड खुल्छ। हजुरको ड्यासबोर्ड यस्तो किसिमको हुन्छ। सबभन्दा पहिले ड्यासबोर्ड हुन्छ, त्यसपछि माई स्काउट पछि चाहिँ युनिट रजिस्ट्रेसन भन्ने छ, त्यसपछि चाहिँ युनिट दिएको छ, त्यसपछि ग्रुप छ, त्यसपछि प्रोग्राम दिएको छ। सबैभन्दा पहिले माई स्काउटमा गएर हजुरहरूले आफ्नो यो पहिले नै इन्ट्री गरिसकेको भएर यसमा दिएको हो। त्योभन्दा पछि चाहिँ एड माई स्काउट साइडमा क्लिक गरेर हजुरहरूले यसमा विद्यार्थीको नाम पेट्रोल वाइज प्रत्येक विद्यार्थीको नाम इन्ट्री गर्नुपर्ने हुन्छ। जस्तै यहाँनिर MOHN मोहन कुनै विद्यार्थी हो भने त्यसको मेल हो कि फिमेल यसमा चेन्ज गर्न सक्नुहुन्छ। अनि डेट अफ बर्थ राखिदिनु, यो क्यालेन्डरबाट चाहिँ त्यसको डेट अफ बर्थ राख्नुपर्ने हुन्छ। 67 अश्विन 2 हो भने यो यसले राख्नु मिल्छ, तर यसमा चाहिँ डाइरेक्ट राख्न चाहिँ मिल्दैन, टाइपिङ गरेर। अनि जोइन डेट पनि स्याम त्यस्तै नै गरी राख्नुपर्ने हुन्छ, कहिलेदेखि त्यो स्टुडेन्ट जोइन भएको हो। जस्तै अब जेठको 2 गतेदेखि त्यो ग्रुपमा आबद्ध छ भने त्यसरी नै गर्नुपर्ने हुन्छ। त्यसपछि चाहिँ यसमा चाहिँ इन स्काउट युनिफर्म भनेको छ। स्काउट युनिफर्म पहिलोपटक गर्दाखेरि चाहिँ अनिवार्य नभएको कारणले चाहिँ हजुरहरूले कुनै पनि फोटो यसमा राखेर अपलोड गर्न सक्नुहुन्छ। यो फोटोमा क्लिक गरेर कम्प्युटरको डेस्कटपमा कुन ठाउँमा राख्नुभयो, मोबाइलमा यसरी राखेर हजुरले गर्नु। यहाँ अटोमेटिक रूपमा चाहिँ हजुरको विद्यालयको नाम आउँछ। आएन भने क्लिक गरेर सबमिट गरिदिनु भयो भने चाहिँ हजुरहरूको यस्तो किसिमको इन्टरफेयर देखाउँछ। यहाँ नाम सही छ कि छैन हेर्नु होला। अनि यहाँ कति वर्षको भयो, हामीले मेन चाहिने भनेको नाम स्पेलिङ सही छ कि छैन, कति वर्षको भयो। यहाँ फेरि 10 वर्ष र 16 वर्षभन्दा माथि 17 वर्ष देखायो भने पछि इन्ट्री गराउँदाखेरि चाहिँ यो त्यसमा नाम देखाउन्न। अनि यसमा चाहिँ मेलको ठाउँमा यो मेल छ, फेरि यहाँ फिमेल भएपछि मेलको इन्ट्री गर्दाखेरि चाहिँ त्यसमा पनि नाम नदेखाउने भएको कारणले नाम, यो उमेर र मेल फिमेल के हो क्लियर भएर चाहिँ गर्नु होला। केही गरेर मिस्टेक भइदियो भने एडिटमा जानु होला। नाम मिस्टेक भयो, नाम एडिट हाल्नु होला। डेट अफ बर्थ एडिट, के मिस्टेक छ, फोटो पनि मिस्टेक भयो भने त्यो इन्ट्री गरेर फेरि सच्याएर सबमिट गरिदिनु भयो भने चाहिँ हजुरको हुन्छ। यसरी प्रत्येक विद्यार्थीको सबै विद्यार्थीहरूको तपाईँको ग्रुपमा आबद्ध केटाकेटी सबैको एकैचोटि एउटा गर्नुभयो, फेरि एडमा स्काउट गर्ने, फेरि अर्को गर्ने, सबैको जसरी यो एउटा सरले गर्नुभएको छ, यो सरले 64 जना गर्नुभएको छ। अब यसमा 25 जना देखाएको छ यसमा। अब योभन्दा तल हेर्नलाई चाहिँ यसमा अर्कोमा क्लिक गरेर अब योभन्दा तल जान सक्नुहुन्छ। 50 सम्म भयो, योभन्दा तल फेरि जान सक्नुहुन्छ। यहाँ 64 जनासम्म छ। उहाँको यो दर्ता नम्बर हो अगाडिको।
स्टुडेन्टको स्वयंको दर्ता नम्बर हो, रजिस्ट्रेसन नम्बर। त्यो भएको कारणले अनि त्यति भइसकेपछि चाहिँ हजुरहरूले त्यसपछिको काम चाहिँ अब स्टुडेन्ट दर्ता भइसक्यो, उमेर, नाम, उमेर र मेल सबै एकपल्ट भइसकेपछि चाहिँ हजुरहरूले अब रजिस्ट्रेसनमा गएर यो देखाएको चाहिँ कसरी रजिस्ट्रेसन गर्ने भन्ने म्यानुअल हो। म्यानुअललाई हेरेर पनि तपाईँ रजिस्ट्रेसन गर्न सक्नुहुन्छ। अब फेरि हामीले अब चाहिँ यो रजिस्ट्रेसनको थर्ड पार्टमा चाहिँ न्यू युनिट रजिस्ट्रेसन भनेको छ। यसमा नोटहरू राखिदिएको छ कसरी गर्ने, के गर्ने। इन्स्टिट्युट फर्स्टमा माई स्काउटमा रजिस्टर गर्ने, ग्रुप दर्ता गर्ने, स्कुल दर्ता गर्ने भनेको छ, माइनोट पनि राख्ने भनेको छ दल गठनको। अनि फिजिकल एयरपोर्ट भनेको छ, रिन्यू रजिस्ट्रेसन क्लिक युनिट भनेको छ, यसमा पढ्नु होला। अनि अब यो मेन भनेको बच्चाको दर्ता गर्दाखेरि भनेको यो चाहिने हो। यस यहाँबाट सुरु हुन्छ। अब यसमा चाहिँ हजुरहरूले यहाँ यो स्कुलमा क्लिक गर्नु भने स्कुलको नाम आउँछ। यहाँ पहिले केटाको गर्ने केटीको गर्ने भने फिक्स गर्नु होला। तपाईँले अब केटीको गर्दै हुनुहुन्छ भने यहाँ फिमेल राख्नु होला। केटाको गर्दै हुनुहुन्छ भने यहाँ बोइज मेल राख्नु होला। यहाँ मेल राख्नुभयो भने चाहिँ यता ग्रुपको नाम पनि मेल राखिदिनु होला, बोइज भनेर। जस्तै यहाँ स्कुलको नाम हरि पता भन्ने छ, यसमा चाहिँ DHARIPATA स्कुलको नाम हो। यसको पछाडि अब यहाँ यो ठाउँमा चाहिँ बोइज भएको कारणले मैले BOYS बोइज SCOUT स्काउट TROB लेखिदिनु होला। आफ्नो स्कुलको नाम पछाडि बोइजको गर्ल्स, यहाँनिर मेल राखेको बोइज राखिदिनु होला, फिमेल राखेको गर्ल्स राखिदिनु पर्ला। यो र यसपछिको सिस्टम पेट्रोल सिस्टमलाई फाइनल गरेर पैसा पेमेन्ट गरिसकेपछि मात्र फेरि यसैमा युनिट रजिस्ट्रेसनमा गएर गर्नुभयो भने फेरि यही आउँछ। फेरि यहाँ गर्ल्सको पनि हजुरले यसै गरी सेम प्रोसेस अनुसार गर्नुपर्ने छ। अब यसमा चाहिँ हजुरको प्याक हो कि प्याक भनेको 6 देखि 10 वर्षसम्मको बच्चालाई, त्यो पनि त्यसमा क्लिक गर्नु होला। हाम्रो स्काउट मास्टर तालिम लिएकोले चाहिँ ग्रुप सञ्चालन गर्न पाउँछ, त्यही भएर हामी ग्रुप सञ्चालन गर्छौँ। कसैले अब रोबर रेन्जर तालिम लिडर तालिम लिनु भएको छ भने फिल्डमा क्लिक गर्छ, हामी ग्रुपमा गर्छौँ। अनि यहाँ स्काउट मास्टरको हो त यहाँ देखाउँछ, तपाईँहरूले यहाँ सर्च गर्नुपर्ने हुन्छ। अनि यहाँ अब यो दलबहादुर कुँवर सरको हामीले आइडी दर्ता गर्छौँ, त्यही भएर हजुरको यो यहाँ फोटो हेरेर यहाँ दर्ता नम्बर, वारेन्ट नम्बर, तलको वारेन्ट नम्बर यसमा क्लिक गरेर हजुरले गर्नुपर्ने हुन्छ। यहाँ कसैको एसिस्टेन्ट एउटै स्कुलमा 2टा मास्टर छ भने त्यहाँ सर्च गरेर इन्ट्री गर्नु पर्ला। अनि यहाँ माइनोट अनिवार्य भनेको छैन, भएपछि माइनोट पनि राख्नु सक्नुहुन्छ। अनि सेभ गरिदिनु भयो भने चाहिँ तपाईँको युनिटको नाम, ग्रुप र स्काउट मास्टरको त्यहाँ इन्ट्री भयो। त्यसपछि चाहिँ अर्को स्टेप भनेको हामीले यहाँ पेट्रोलको नाम लेख्ने हो। त्यो भइसकेपछि यसमा चाहिँ हाम्रो यहाँ पेट्रोल 6 टिम गरेको छ। 6 भनेको हामीले भनेका थियौँ कप ब्राउनीको। पेट्रोल भनेको ग्रुपको पेट्रोलको नाम, ग्रुपलाई पेट्रोल भन्छ। टिम भनेको क्रुपलाई भन्छ। हामीले चाहिँ यहाँ नाम लेखिदिए भइहाल्छ। यसमा चाहिँ हामीहरू तपाईँको पेट्रोल गठन के छ त्यो नाम, पेट्रोलको नाम चाहिँ लेखिदिनु होला। यसमा चाहिँ एउटा सरको चाहिँ क्याट रहेको छ। यहाँ मेल अगाडि मेलको बोइज स्काउट ग्रुपको भएर यहाँ मेल आइसकेको छ। यसमा चाहिँ तपाईँहरूले अब त्यो पेट्रोलमा को छ, अब विवेक कार्की भन्ने छ, त्यो नाम हेर्दै यसमा क्लिक गर्नु होला। तपाईँले कारणवश सिंह यस्तो छ। जस्तो के कारणवश तपाईँहरूको उमेर 17 या 10 वर्ष फिमेल भइदियो भने, मेलको ठाउँमा फिमेल भइदियो भने चाहिँ यो नाम देखाउनु। त्यही भएर अगाडि मैले भनेको थिएँ त्यो चेक गरेर गर्नु होला। अनि यो गर्नु होला। अनि यसको पछाडि चाहिँ अब सबै इन्ट्री गर्दै जानु होला। यसको पछाडि ऱ्याङ्क के छ त्यसको, पोलिङ आयोग हो कि के हो, यहाँ पेट्रोल लिटर दिएको छ उहाँहरूले। अनि त्योभन्दा अरूको पोजिसन के छ त्यो पोजिसन लेखिदिनु पर्ला। यहाँ नयाँ हो भने मेम्बरसिप,
त्योभन्दा माथि छ भने बिपी पिक हुन्छ, बिपी कञ्चनजङ्घा एभरेस्ट यसरी सिरियसवाइज जाँदै गर्छ। मानसिंह भन्ने छ। क्रम वाइज तपाईँहरूले यसरी नाम क्लिक गर्दै सबैको कतिजना कम्तीमा 6 जना अनिवार्य भनेको छ, 6 जना अनिवार्य राख्नुपर्ने छ। त्यस्तै गरेर सुरुको अर्को पेट्रोल छ, अर्को पेट्रोलमा पनि पेट्रोलको नाम लेख्नु पर्ला। यहाँ त्यसरी नाम के हो नाम सर्च गरेर क्लिक गर्नु पर्ला। अनि कतिवटा पेट्रोल छ सबको गर्नु पर्ला। अनि यिनीहरूको पछाडि चाहिँ नाम यो र्याङ्क हुन्छ। यिनीहरू सबैमध्ये केटाहरूमध्ये एउटा ट्रुप लिडर हुन्छ। ट्रुप लिडरको यो सबैभरि एउटालाई ट्रुप लिडरमा एउटाजनालाई मात्रै यसको र्याङ्कमा चाहिँ ट्रुप लिडर राखिदिनु पर्ला। प्रत्येक यो पेट्रोलको एउटा टोली नायक हुन्छ। टोली नायक भनेको पेट्रोल लिडर, अर्को के हुन्छ एसिस्टेन्ट लिडर। दुईजना एउटा पेट्रोल एसिस्टेन्ट अनिवार्य राख्नु पर्ला। ट्रुप लिडर एउटा जुनसुकै पेट्रोलमा पनि आउन सक्छ। तपाईँको नाम कुन पेट्रोलमा छ त्यो पेट्रोलमा त्यो पछाडि र्याङ्कमा चाहिँ नाम आएपछि चाहिँ पेट्रोल लिडर राखिदिनु, यो पेट्रोल लिडर राखिदिनु पर्ला। त्यो गरिसकेपछि अब यहाँ दुईवटा पेट्रोल आयो। तपाईँहरूको 3-4वटा पेट्रोल छ भने थप्न सक्नुहुन्छ। सेम त्यही अनुसार नाम, यहाँ र्याङ्क, यहाँ पोजिसन राख्ने। पोजिसनमा नयाँ हुनुहुन्छ भने सदस्यता सब सदस्य राख्नु पर्ला। अनि 4वटा छ भने एउटा पेट्रोल भनेको 4वटा यसरी राख्नु पर्ला। यहाँ पनि सेम पेट्रोलको नाम, यहाँ व्यक्तिको नाम सर्च गरेर यसरी आउँछ। अनि यहाँ र्याङ्क, अनि यसमा पोजिसन भन्ने छ, त्यो क्लिक गर्दै जानुभयो। अन्तिममा तपाईँहरूले सबैको माथि फाइनल भइसकेपछि फिनिस एन्ड सबमिट भएपछि चाहिँ प्रदेश स्काउट कार्यालयमा जान्छ। प्रदेश स्काउट कार्यालयमा जान्छ र तपाईँहरूले फोन गरेर भेरिफाई गर्न लगाउनु पर्ला। प्रदेश स्काउट कार्यालयको व्यक्तिलाई हजुरहरूले सम्पर्क गरेर सर यो भएको छ कि छैन भनेर कन्फर्म गरेर भेरिफाई गराउनु भयो भने चाहिँ त्यसपछिको पार्ट भनेको हजुरको पैसा तिर्ने पार्ट। भेरिफाई भइसकेपछि पैसा तिर्नुपर्छ। त्यो पार्ट हामी एकछिनमै देखाउँछौँ। दर्ता भइसकेपछि जस्तै अघि नै मैले भनेको पेट्रोल लिटर चाहिँ यहाँनिर पेट्रोल लिटर ट्रुप लिटर के छुट्याउनुपर्छ। यसमा चाहिँ हामीले अघि भनेको चाहिँ ट्रुप लिटर राहुल भत्त भएको कारणले ट्रुप लिटर यसरी क्लिक गरेँ, ट्रुप लिटरमा क्लिक गरेँ। अनि एसिस्टेन्टमा यसरी पेट्रोल लिटर यसरी प्रत्येक पेट्रोलमा पेट्रोल लिटर र एसिस्टेन्ट लिटर दुईवटा हुन्छ। सबै पेट्रोलमध्ये एउटा ट्रुप लिटर एउटा मात्र हुन्छ, त्यही भएर त्यो गर्नुपर्ने सबै भयो यसरी। अनि यिनको पोजिसन चाहिँ मेम्बरसिपमा भरेर सरस्वती रोडमा अनि तर सबै भरेर यहाँ सबमिट गरिदिनु भयो भने चाहिँ भेरिफाई यो डाटा भन्छ। अनि तपाईँको प्रदेश कार्यालयमा गइसकेपछि तपाईँको यस्तो इन्टरभ्यू देखाउँछ। यसमा चाहिँ तपाईँहरूको कति पैसा लाग्छ भन्ने कुरा छ। यो चाहिँ युनिट कमिटीको कमिटीमा चाहिँ 5 जना समितिको सहयोगको दरले 500, युनिट पोस्ट 20 जना 20 युनिट भनेको बच्चाहरू कतिजना भएर 20 × कति यति युनिट आर पोस्ट 150 × यति भएको कारणले को एसिस्टेन्ट मास्टर छ भने एकजना फेरि 101जना भयो 100 थपिन्छ। उहाँहरूको यति आयो 1290 आएको छ। तपाईँहरूले सबमिट गरिसकेपछि चाहिँ त्यसपछि प्रदेश स्काउट कार्यालयले भेरिफाई गरिसकेपछि कुन इयरमा भएको यसरी देखाउँछ। तपाईँहरूले यहाँ रिफ्रेस गर्नुपर्ने हुन्छ। रिफ्रेस गरेर तपाईँहरूले यहाँ यो देखाएन भने चाहिँ हजुरहरूले युनिटमा जाने, रजिस्टरमा जाने, अनि यो खोल्छ। यहाँ चाहिँ स्कुल दर्ता नम्बर हो। अनि यहाँ यो स्कुल बोइज स्काउट ट्रुप दर्ता गरेको नाम हो, स्कुलको नाम, यो स्काउट मास्टर कसले क्रिएट गरेको कसको आइडीबाट गरेको त्यो यो ट्रुप एड्रेस एप्रुभ गरेको छ। अब यहाँ चाहिँ पैसा डिपोजिट तिरेको छ कि छैन भने देखाउँछ। यहाँ हामीले पेमेन्ट गर्न बाँकी छ। तपाईँको ट्रुपको बारेमा के इन्ट्री गऱ्यौँ भनेर हेर्नलाई चाहिँ यहाँ आँखामा क्लिक गरेर यहाँ चाहिँ हजुरको सरसरी हेर्नलाई यहाँ नाम सम्झिन्छ। यहाँ कमिटीको नाम, यहाँ तल स्टुडेन्टको नाम, पेट्रोलको नाम सबै हुन्छ। यसमा क्लिक हेर्दै जानुभयो भने यो स्टुडेन्टको यो हिमाल भट्टको चाहिँ यो दर्ता नम्बर हो। यसरी यो जनामिति यो पेट्रोल लिटर यसरी भनेर यहाँ यता साइडमा फोटो पनि हुन्छ। त्यसपछि अरू पनि सबै यस्तो हुन्छ। लास्टमा चाहिँ अब पेमेन्ट गर्ने ठाउँमा चाहिँ यो लिस्ट अघि नै भने जस्तो यसले पेमेन्ट गर्ने बेला चाहिँ यसमा पे डिटेलमा जानु होला। पे डिटेलमा गइसकेपछि चाहिँ लास्टमा चाहिँ हजुरले यो स्क्यान फोन पे भन्ने छ क्युआर, यसमा क्युआर आउँछ। यसमा क्युआरलाई स्क्यान गरेर हजुरको पेमेन्ट गरिदिनु भयो भने चाहिँ सक्सेसफुल देखाउँछ।
त्यसपछि तपाईँहरूले फेरि रजिस्ट्रेसनमा गएर पहिले नै फर्स्टमा गरेको युनिट रजिस्ट्रेसन टाइपकोमा गएर हजुरले फेरि पिडीहरूको चाहिँ सेम प्रोसेस गरेर दर्ता गर्नुभयो र पेमेन्ट गर्नुभयो भने तपाईँको रजिस्ट्रेसन सक्सेसफुल भएको छ भनेर देखाउँछ। सक्सेसफुल भइसकेपछि चाहिँ तपाईँहरूले यसमा यसमा युनिट रजिस्टरमा गएर यसको लास्टतिर चाहिँ एउटा बिल साइडमा चाहिँ यो पेमेन्ट कोडकोमा चाहिँ एउटा बिलिङ देखाउँछ। यस्तो टाइपको गोल आयताकार टाइपको, त्यसमा क्लिक गरेर हुनुभयो भने हजुरतिरको बिल डाउनलोड गर्नु हुनुहुन्छ। अनि यो स्टुडेन्टको लिस्ट डाउनलोड गर्न खोज्नुभयो भने यसमा क्लिक गरेर तल लास्टतिर गएर प्रिन्ट गर्नु होला। अनि यहाँ पिडिएफमा राख्नु होला। अनि यो नाम यस्तो छ, यही ग्रुपको नाम। अनि यहाँ पिडिएफमा गएर यहाँ प्रिन्ट गर्नुभयो भने चाहिँ हजुरको यहाँ नाम पुग्छ। अब कुनमा सेभ गर्ने, डेस्कटपमा सेभ गर्ने, डेस्कटपमा कहाँ गर्ने हो हजुरहरूले यस्तो गर्नुपर्ने छ। अब त्यो म चाहिँ अब यसलाई म सेभ गर्छु एकछिनमा है, सेभ गर्छु। अनि यसमा चाहिँ यो नाम चाहिँ हरिप्रताप भन्ने छ, यसमा प्रिन्ट गरेर प्रिन्ट गर्छु। यहाँ स्काउट वाइज स्काउट छ, सेभ गरेर यहाँ डेस्कटपमा सेभ गर्नुहुन्छ भने डेस्कटपमा सेभ गर्नुभयो भने चाहिँ यहाँको डेस्कटपमा सेभ हुन्छ। त्यति गरिसकेपछि चाहिँ हजुरको युनिटहरू दुईटै युनिटहरू दर्ता भएको मानिन्छ र तपाईँहरू अनलाइन पोर्टलमा चाहिँ तपाईँहरू एक्टिभ देखिएको मानिन्छ। तपाईँहरूको यहाँ डेस्कबोर्डमा हेर्दाखेरि तपाईँहरूको यस्तो किसिमको इन्टरफेयर देखाउँछ। तपाईँहरूको यहाँ युनिट देखाउँछ, कतिवटा युनिट दर्ता भयो भन्ने। अहिले उहाँबाट इन्ट्री गरेको वान छ, उहाँ दुईवटा भयो, दुईवटा हुन्छ। यहाँ कतिवटा ग्रुप भयो भने एउटा ग्रुप भयो, स्कुल ग्रुप भनेको स्कुल। पेट्रोल कतिवटा, 4वटा हामीले बोइजको इन्ट्री गऱ्यौँ, 4वटा भयो। अनि कति सङ्ख्या छ, केटा कति केटी कति भन्ने देखाउँछ, यो डाटा देखाउँछ। यहाँ हजुरहरूको वारेन्टमा देखाउँछ। अनि यो वारेन्टमा प्रिन्ट पनि गर्न सक्नुहुन्छ। अनि त्यसपछि चाहिँ हजुरको दर्ता प्रक्रिया चाहिँ पुरा भएको मानिन्छ। हस्, धन्यवाद।